जस्तै पोलिटिक्समा के हुन्छ भन्दाखेरि कुनै मान्छे सत्ता पक्षमा हुन्छ भने कुनै माननीय नेताहरू जब सत्ता पक्षमा हुनुहुन्छ भने केही पनि बोल्न सक्नुहुन्न। तपाईँ हजारवटा प्रश्न गर्नुहोस्, समस्याहरू भन्नुहोस्, होइन एउटा पनि प्रश्नको उहाँहरू जवाब दिन सक्नुहुन्न। तर त्यही नेता, त्यही माननीयज्यूहरू जब प्रतिपक्षमा हुनुहुन्छ, प्रश्न आमामामामा कति मिठो मिठो प्रश्न गर्नुहुन्छ। जस्तै काङ्ग्रेस र एमालेको सरकार हुँदाखेरि न त काङ्ग्रेसले केही प्रश्न गर्छ, न त एमाले केही प्रश्न गर्छ। अहिले रासपाको सरकार छ भने रासपाको कुनै मान्छेले प्रश्न गर्दैन, किनकि अहिले सत्तापक्ष हो। त्यसकारण पोलिटिक्समा जहिले पनि भनेको प्रश्न गर्ने प्रमुख पार्टी भनेको प्रतिपक्षहरू नै हुन्छ। तपाईँ प्रतिपक्षहरूको कुरो सुन्नुहोस्, कति मिठो हुन्छ। उहाँहरूले गरेको प्रश्न आम्मा क्या दामी हुन्छ। तर त्यही पार्टी जब सरकारमा पुग्छ, एउटा पनि प्रश्नको जवाब उहाँहरू दिन सक्नुहुन्न। यस्तो पोलिटिक्समा हुन्छ। यो भनेको सामान्य कुरा हो, एकदम सामान्य कुरा हो।